आइपिएल 2026 को चाहिँ थर्ड गेम चेन्नई सुपर किङ्स भर्सेस राजस्थान रोयल्सको गेम कम्प्लिट भइसकेको छ। यसमा चाहिँ राजस्थान रोयल्सले टस जितेर चाहिँ पहिलो बलिङ चुज गर्यो। चेन्नई सुपर किङ्सको पहिलो ब्याटिङमा चाहिँ यस्तो खतम खेल्यो नि चेन्नई। ओपनिङको लागि सञ्जु स्यामसन र ऋतुराज गायकवाड आएको थियो, दुवैजना फ्लप भयो। त्यसपछि आयुष मात्रे आए, फर्स्ट बलमै आउट भयो होइन। शिवम दुबे आए, फर्स्ट बल छक्का हाने, त्यसपछि आउट भयो है। त्यस्तै गरेर चाहिँ ओभरअल कार्ड हेर्नु पर्दाखेरि चाहिँ राजस्थानकोबाट चाहिँ बब्बाल बलिङ गरेको भनेको चाहिँ आन्द्रे बर्गरले फर्स्टमा विकेटहरू लियो, त्यसपछि आर्चर, त्यसपछि जडेजा आएर विकेट लियो, अनि त्यसपछि फिनिसिङ चाहिँ रवि बिश्नोई र नयाँ आएको ब्रिजेश शर्माले चाहिँ विकेट लिएर चाहिँ 127 मात्र चेन्नई सुपर किङ्सको इनिङ कम्प्लिट भयो। सबभन्दा राम्रो ब्याटिङ गरेको भनेको चाहिँ जेमी ओभरटनले गर्यो, बलरले गर्यो होइन। त्यसपछि ब्याटिङमा आउँदाखेरि चाहिँ वैभव सूर्यवंशी 15 वर्षको बच्चा 15 बलमा हाफ सेन्चुरी होइन, बबाल खेल्यो। त्यसपछि जयसवालले पनि नट आउट बस्यो, ध्रुव जुरेल र रियान परागले गरेर चाहिँ 127 को टार्गेट चाहिँ इजिली चेज गर्यो। अनि इजिली चेज गर्दाखेरि चाहिँ चेन्नई सुपर किङ्सबाट चाहिँ अन्सुल कम्बोजले मात्र 2टा विकेट लिन सक्यो, नभए चाहिँ वान साइडेड गेम भयो होइन। र हिजो मैले प्रेडिक्सन गरेको चेन्नई सुपर किङ्सले जित्ने भनेको त्यो प्रेडिक्सन फेल भएको छ। 3टा म्याचमा 2टा प्रेडिक्सन राइट भएको छ। र भोलिको गेम गुजरात टाइटन्स भर्सेस पन्जाब किङ्समा चाहिँ मैले पन्जाब किङ्सलाई चाहिँ मेरो प्रेडिक्सनमा राखेको छु है त।